ओहो, धेरै ठुलो क्षति भयो साथीहरू। आज धेरै ठुलो सम्पत्ति गुमाए जस्तो, के न के गुमाए जस्तो महसुस भयो। जिन्दगीभरि उनका गाना कति सुनियो होला, कति बजाइयो होला, कति एउटा आदर पनि थियो होइन, कि आज हामीले भारतीय दिग्गज गायिका आशा भोसलेलाई गुमाउन पुगेका छौँ। मुम्बई स्थित ब्रिच ग्रान्डी अस्पतालमा उहाँको निधन भएको खबर आएको छ। यो एकदमै दुःखद खबर हो। भारतभरि मानिसहरू रुने, कपाल खौरिने जस्ता कुराहरू गरिरहेका छन्। बलिउड इन्डस्ट्री अहिले तबाह भएर हल्लिएको छ। सारा मनोरञ्जन जगत अहिले रुवाबासीमा परिणत भएको छ। उनको 70 वर्षभन्दा लामो गायन यात्रा रहेको छ भने 20,000 भन्दा बढी गीतहरू रेकर्ड भएको भनिएको छ। बलिउडकी सबैभन्दा बहुमुखी गायिका भन्न सकिन्छ। लता मङ्गेशकर भन्दा पनि बहुथरी गानाहरू गाएकी छिन्। लता मङ्गेशकरले मेलोडियस गाना धेरै गाएकी छिन् भने विभिन्न गजल, पप, क्याबरे, फ्युजन सङ्गीतहरू होइन, हाइब्रिड स्टाइलका गानाहरू पनि गाएर धेरै मानिसहरूलाई मनोरञ्जन दिलाएकी थिइन् आशा भोसलेले। तपाईँ हामीले सुनेका छौँ नि होइन, पिया तू अब तो आजा भन्ने जस्ता गानाहरू